आज धेरै दिनपछि घर आएको। लसुन पनि यस्तो भएछ, पानी राख्ने बेला भइसकेछ। कागती कस्तो राम्रो फुलेछ। अझ तलको ठुलो रुख छ, पर्काउले हेर्नु न फुलेर कस्तो भएछ कि यस्तो मस्तै फुल्दैछ। एकचोटि ठुलो टिपेको होइन, यस्तो फुलेछ। ठिकै खाने कति सानो सानो पला कोही फुलेर यस्तो भयो झारा आएर। यो सम्फू फुलेर हेर्नु न, हिउँदे सिमीहरू कस्तो राम्रो फुलेर आएको छ। अझै फुल्दैछ कि चोरोहरूले एउटा बन्दै चोरेछ अन्त कसको हात भाँचियो होला कि यो बन्दाखेरि के भयो यस्तो तलतिर यस्तो राम्रो थियो, माथि यस्तो भयो बन्दा पनि। सुन्तला नि फुलेछ अलिअलि, त्यस्तो त फुले छैन र बाँदरले एउटा हाँकै भाँच्दै। आँप हेर्नु न कस्तो मजाको फुलेछ क्या। पुर 4वटा बल्ल फलेको थियो, त्यही पनि झऱ्यो। अहिले चाहिँ मजाले फुलेछ है। हाम्रो घर अझै पनि तिहारे फुल फुलिरहेछ क्या। अझै पानी राखिदिनु पनि कस्तो राम्रो हुन्थ्यो होला। अझै यो त पतरे फुल हो। हरियो खुर्सानी पनि हेर्नु न पाकेर सब पाकिसक्यो। हरियो खुर्सानी पनि पाक्ने सिजन आयो, त्यही भएर होला। कोही नयाँ उम्रिँदैछन् खुर्सानीहरू, कोही यस्तो पाखेन टटरम्मै। सिमी हुँदै सिमी यसरी टिप्दैछु म। यो सिमी खासै मिठो हुन्न। यो सिमी कस्तो मिठो हुन्छ यो सिमी। यो सानो सानो सिमी चाहिँ यति हो मैले तरकारी टिपेको। बाई, यति तरकारी टिप्यो अब जान्ला फेरि अब।